नमस्कार साथीहरू, स्वागत छ तपाईहरू सबैलाई कुकिङ विथ स्टाइलमा। आज हामी फेरि एउटा स्वादिलो, सजिलो र घरमै बनाउन मिल्ने तरकारीको परिकार लिएर आएको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला र तपाईले कस्तो लाग्यो कमेन्टमा अवश्य भन्नुहोला। अब सुरु गरौँ है त। सबैभन्दा पहिले आलु र भिन्डीलाई राम्रोसँग धोएर साना साना टुक्रामा काटे। तेल तताएर प्याजलाई मजाले भुटे अनि तरकारी हाले। अरे रुक जावा हो जान, पहिले खाना बना ले तब फोन करब। साथीहरू फोन आएको थियो, ल अब स्टार्ट गरौँ ल। बेसार, नुन, खुर्सानीको धुलो, धनियाँको धुलो र जिराको धुलो हालेर राम्रोसँग मिसाउनु पर्छ। त्यसपछि बिस्तारै हामीले पकाउँदै जानुपर्छ लो फ्लेममा। ल हेर्नुस् त साथीहरू, तरकारी रेडी भइसक्यो। तपाईहरूले पनि यसरी नै भिन्डी र आलुको भुजिया घरमै पकाउन सक्नुहुनेछ। वाउ! ब्युटिफुल! नहीं। त्यसपछि म दाल बनाउनतिर लागे। पानी हालेर मजाले धुनुपर्छ दाललाई। हेलिकॉप्टर रोम रोम भाइयों, सिस्टम पार देंगे। अब भने थोरै तेल राख्ने। तेल राखिसकेपछि थोरै बेसार अनि स्वाद अनुसार नुन राख्नुपर्छ। मैले कुकरलाई ग्यासमा बसाले। अब एकछिनपछि सिटी लागेपछि यो भइहाल्छ। यतिको पाकिसकेपछि हामीले थाहा पाउँछौँ कि यो पाकिसकेछ। अब यसलाई डाडुले चलाउने। थोरै पानी एड गर्ने दालमा। ल साथीहरू, रेडी भइसक्यो आजको खाना। दाल पनि रेडी भइसक्यो अनि आलु र भिन्डीको भुजिया पनि रेडी भइसक्यो। तपाईहरूले पनि यसरी नै घरमा बनाउन सक्नुहुनेछ। हेर्नुस् त साथीहरू, कति मिठो देखिरहेछ। आज के लिए फिलहाल इतना ही। साथीहरू, भिडियो मन परे लाइक, शेयर, फलो गर्नु होला।